कारण मंगलबार आफ्नै कोखबाट जन्मिएको शिशुलाई निर्ममताका साथ घनघोर जंगलमा छोड्न पनि अप्ठ्यारो लागेन उनलाई। तर उनले शिशुलाई फालेको विषयमा आफ्नो यसरी बचाउ गर्छिन्। तपाईले किन त्यस्तो गर्नुभयो? घरबाट धेरै कराएर अनि अब मैं पूरे फुरफुरी नगर को मूर्ख बना दूंगा, फिर उन पे राज करूंगा। जाओ जाओ, ये दवा सबको मिठाई में मिला के खिला दो। आओ भाइयों आओ और भर भर पेट मिठाई खाओ। हाँ आज ना हमारी आजादी का दिन है। नानु टीका लाउन आओ। हम जॉन के चुंगल से आजाद हो गए। अरे जॉन ने तुम्हें अपनी गैंग से निकाल दिया क्या? अरे नहीं नहीं बॉक्सर भाई, वो तो खुद ही फुरफुरी नगर छोड़ के भाग गया। क्या? आप लोगों ने उसे बात बात पीता ल छोरा पाए। सब मेरे मरीजों की, ये तो बहुत ही खुशी की बात है यार। लाओ यार लाओ, इसी खुशी में मैं तो जरूर मिठाई खाऊंगा। यार लाओ, हमें भी खिलाओ। मुझे खुश होने का 20 साल का तजुर्बा है। लाओ मिठाई लाओ। I am happy। तिमी स्कुलमा जहिले ढिला पुग्छ रे हो? हैन। हाँ? हैन। अनि अस्ति भन्नुभएको थियो मास्टरले तिमी जहिले ढिला आइपुग्छ रे क्लासमा। खेल्दै गएको त हैन नि बाटोमा? हैन।
माछा पर्यो मामु हजुरलाई सधैँ भगवानलाई के भन्नुहुन्छ? मैले भगवानलाई अब छिट्टै तिम्रो भाइ आउँदैछ, मैले त्यही भएर राम्रोसँग आओस्, भाइलाई कुनै पनि रोग नलागोस् भनेर भगवानसँग मागेको बुझ्यौ? अनि बहिनी पायो भने चाहिँ नि बाबा बाबा कुवा कसले बनाएको? कुवा मान्छेले बनाएको छोरी। अनि पानी? पानी भगवानले बनाएको। अनि चरा नि? चरा पनि भगवानले बनाएको। अनि मान्छे? मान्छे पनि भगवानले बनाएको। अनि भगवान कहाँ बस्नुहुन्छ? भगवान आकाशमा हुनुहुन्छ ऊ माथि। देख्यौ? देखेन। अझ माथि हेर न। देखेन। हो, हामी कसैले नदेख्ने ठाउँमा बसेर सबैलाई देख्नुहुन्छ, बुझ्यौ? हामीले गरेको राम्रो नराम्रो सबै कामहरू भगवानले माथि बसेर हामीलाई हेरिराख्नु भएको छ। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त मुनि, तिमी एक चित्त भएर सुन। त्यहाँबाट शिव सर्व 12 मठ र गोमा 12 पछि
भगवानजी मान्छेलाई मान्छे नमान्न भन्दैनु न ल। मामुले भनेको चाँडै मेरो भाइ जन्मिँदैछ अरे, उसलाई सबैलाई माया गर्ने मुटु दिएर पठाउनु है। मामु सधैँ तपाईँको पूजा गर्नुहुन्छ, तपाईँ हामीलाई भेट्न कहिले आउने? भगवानजी बाबाले भनेको हजुर आकाशमा बस्नुहुन्छ अरे, मामुले मन्दिरमा मागेको सुन्नुहुन्छ त? भगवानजी मैले चिठी पठाएको पाउनुभयो?